नेपालको पहिलो सिमेन्ट फ्याक्ट्री, पहिलो आइरन फ्याक्ट्री, पहिलो स्टिल वायर फ्याक्ट्री र नेपालमा मोटरसाइकलको ट्रेन पछाडि एउटै बिजनेस ग्रुप रहेको छ र त्यो हो ज्योति ग्रुप। वेलकम टु डे 4 अफ लर्निङ फ्रम टप बिजनेस अफ नेपाल भिडियो सिरिज, जहाँ हामीले नेपालको टप बिजनेसहरूबाट केही सिक्न ट्राई गर्नेछौँ। ज्योति ग्रुपको सुरुवात 100 भन्दा बढी वर्ष अगाडि भजरत्न कंसकारले एउटा सानो ट्रेडिङ बिजनेसबाट सुरु गरेका थिए। सेकेन्ड जेनेरेसनमा आउनु बेलामा मणि हर्षले त्यस बिजनेसलाई आइरन, सिमेन्ट, अक्सिजन जस्ता विभिन्न इन्डस्ट्रीहरूमा एक्सपेन्ड गरेर ग्रो गरे। थर्ड जेनेरेसनमा आइपुग्ने बेलामा पद्मज्योति र रूपज्योतिले त्यस बिजनेसलाई गान्धी हस्पिटल, बुडर पावर कम्पनी, ज्योति विकास बैंक जस्तो कम्पनीहरू सुरु गरेर नयाँ उचाइमा पुर्याउन सफल भए। थर्ड जेनेरेसनमा आइपुग्ने बेलामा पद्मज्योति र रूपज्योतिको झगडाले गर्दा ज्योति ग्रुप पद्मज्योति ग्रुप र ज्योति ग्रुपमा डिभाइड हुन पुग्यो। अहिले फोर्थ जेनेरेसनमा आइपुग्ने बेलामा ज्योति ग्रुपले ट्रेडिङ, म्यानुफ्याक्चरिङ जस्तो विभिन्न इन्डस्ट्रीहरू लिड गर्ने गर्छ। ज्योति ग्रुपले नेपालमा विभिन्न इन्डस्ट्रीहरू सुरु गरेर नेपाली बिजनेसलाई ठुलो कन्ट्रिब्युसन गरेको छ। ज्योति ग्रुपबाट हामीले आफ्नो सेक्टरबाट नै देशलाई कन्ट्रिब्युसन गर्न सक्छौँ है भनेर सिक्न सक्छौँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। यस्तै भिडियोका लागि हामीलाई फलो गर्न नबिर्सिनु होला।